बालिनको ऐतिहासिक मिलन। रवि लामिछानेले आफ्नै पार्टीमा लाग्यो भयंकर झट्का अनि राप्रपाको पोल्टाबाट खोसेर 26 वर्षीय रुबी कुमारी ठाकुरलाई दियो उपसभामुखको कुर्सी। यो कुनै फिल्मको कथा होइन, नेपालको पछिल्लो 24 घण्टामा घटेको राजनीतिको भित्री खेल हो। आखिर पर्दा पछाडि के भयो? बिहानसम्म रवि लामिछानेको फोनले मक्ख परेका राप्रपाका ज्ञानेन्द्र शाही दिउँसो संसद भवनमा अचानक किन छाँगाबाट खसे जस्तो भयो। राजसभाले अन्तिम समयमा राप्रपालाई धोका दिएर हर्क साम्पाङको पार्टीलाई किन रोज्यो? राजनीतिमा कहिलेकाहीँ यस्ता घटनाहरू घट्छन् जसले सबैको अनुमानलाई गलत साबित गरिदिन्छन्। नेपालको राजनीतिमा अहिले एउटा यस्तै अप्रत्याशित र ऐतिहासिक घटना घटेको छ। हिजोसम्म महिनाको 20,000 रुपैयाँ तलबमा काम गर्दै विदेशमा पसिना बगाइरहेका गाउँमा रहेकी आमाको सहारा पनि रहेकी एक 26 वर्षीय सामान्य युवती आज देशको उपसभामुखको कुर्सीमा पुग्दैछिन् भन्दा तपाईलाई कस्तो लाग्ला? हो, हामी कुरा गर्दैछौँ धनुषाकी 26 वर्षीय रुबी कुमारी नेतृत्वको श्रम संस्कृति पार्टीबाट समानुपातिक सांसद बनेकी रुबी अब संसदकै कान्छी उपसभामुख बन्ने पक्का भएको छ। तर यो सफलताको पछाडि जति सुन्दर संघर्षको कथा छ त्यति नै डरलाग्दो राजनैतिक दाउपेच पनि लुकेको छ। रुबीलाई उपसभामुख बनाउने खेलमा प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी अध्यक्ष हर्क साम्पाङको ऐतिहासिक मिलन भएको छ भने यता राष्ट्रसभा सभापति रवि लामिछानेले आफ्नै पार्टीभित्र ठूलो झड्का लागेको छ। आजको यो भिडियोमा हामी विश्लेषण गर्नेछौँ को हुन् रुबी कुमारी ठाकुर, बालेन्द्र हर्कले कसरी मिलाए हात अनि किन निराश बने रवि लामिछाने र ज्ञानेन्द्र शाही। सबैभन्दा पहिला कुरा गरौँ यी कान्छी सांसद र भावी उपसभामुख रुबी कुमारी ठाकुरको। उमेर जम्मा 26 वर्ष, जन्मस्थान धनुषाको मजेरिया स्थित ठाकुर बस्ती। रुबीको पारिवारिक पृष्ठभूमि एकदमै सामान्य छ। 4 बहिनी र 2 भाइको ठूलो परिवार। आमा गृहिणी हुनुहुन्छ भने बुबा परिवारको पेट पाल्न साउदी अरबमा पसिना बगाइरहनु भएको छ। पारिवारिक आर्थिक अवस्था सीमित भए पनि रुबीले कहिल्यै हार मानिनन्। बाल्यकालदेखि नै सामाजिक भेदभाव र जिम्मेवारीको भारी बोकेकी उनले एसई पास गरेपछि धनुषाकै बलरा पोलिटेक्निकबाट 3 वर्ष सिभिल इन्जिनियरिङको डिप्लोमा पूरा गरे। पढाइकै क्रममा उनले एउटा वास्तुकला कम्पनीमा महिनाको 20,000 रुपैयाँ तलबमा काम गरे। यही कमाईबाट उनले आफ्नो घर धान्न मद्दत गरे। हाल उनी सिभिल इन्जिनियरिङमा बीई को अध्ययन गरिरहेकी छन्। यस्तो सामान्य जीवन बाँचिरहेकी रुबीको राजनीतिमा प्रवेश भने निकै रोचक छ। सामाजिक सञ्जालमा उनी हर्क साम्पाङका गतिविधिहरू नजिकबाट निहाल्थे। हर्कको काम गर्ने शैलीबाट प्रभावित भएकी उनले त्यहीबाट राजनीतिको ढोका उठाए। गत फागुन 21 गतेको चुनावी अभियानमा उनले धनुषा 4 मा श्रम संस्कृति पार्टीका लागि भोट मागे। उनको यही सक्रियता र लगनशीलता देखेर हर्क साम्पाङले उनलाई मधेसी जनजाति क्लस्टरबाट समानुपातिक सांसदको उम्मेद्वार बनाए। संसदकै कान्छी सांसद बनेकी रुबीले सुरुदेखि नै सामाजिक न्याय, महिला सशक्तिकरण, दाइजो प्रथा र बाल विवाह जस्ता गम्भीर सामाजिक मुद्दाहरूलाई आफ्नो प्रमुख एजेन्डा बनाएकी छन्। उम्मेदवारी दर्ता गरेपछि उनले भावुक हुँदै भने, म त मधेसको गाउँकी एउटी छोरी हुँ। म पुगेको मान्छेलाई यति माथिसम्म पुर्याइदिनु भयो, म अध्यक्ष हर्क साम्पाङलाई भगवानले मान्छु। अब यी 26 वर्षीय इन्जिनियरिङकी विद्यार्थीले संसदको उच्च कुर्सीमा बसेर मधेसका कुरीति विरुद्ध कानून निर्माणमा कसरी निर्णायक भूमिका खेल्छिन् त्यो भने हेर्न बाँकी छ। अब कुरा गरौँ यो उपसभामुख चयनको भित्री राजनीतिको। रुबीको यो उदय जति स्वाभाविक देखिन्छ यसको पृष्ठभूमिमा बुनिएको राजनैतिक चक्रव्यूह त्यति नै खतरनाक छ। संसदमा 182 सीट सहितको विशाल शक्ति बोकेको रासपाले रुबीलाई समर्थन गरेपछि उनको जित सुनिश्चित भएको हो। बिहिबार संसद सचिवालयमा रुबीको उम्मेदवारी दर्ता हुँदा रासपाका महामन्त्री गोविन्द बोलाकोटी स्वयं उपस्थित थिए। रुबीको प्रस्तावकमा आर्यन राई र समर्थकमा अशोक कुमार चौधरी तथा अम्बिका देवी सङ्ग्रौला रहेका थिए। तर यही उम्मेदवारी दर्ता भइरहँदा संसद सचिवालयको अर्को कुनामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख संयोजक ज्ञानेन्द्र शाही भने निकै निराश देखिन्थे। आखिर किन? कुरा के हो भने उपसभामुख पदका लागि राप्रपाले पनि नेता बुद्धिमान तामाङकी पत्नी सरस्वती लामालाई उम्मेद्वार बनाएको थियो। यसैगरी राप्रपाबाट खुशबु ओलीको नाम पनि चर्चामा थियो। राप्रपाले उपसभामुखको पद दिने भनेर राष्ट्रसभा सभापति रवि लामिछानेले ज्ञानेन्द्र शाहीलाई पटक पटक आश्वासन समेत दिएका थिए। रविको वचन पाएर ढुक्क भएका ज्ञानेन्द्र शाही अन्तिम समयमा जिल्ल परे। जब राप्रपाले नभई श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने निर्णय गर्यो, बिहिबार बिहान रविले फोन गरेपछि मात्रै आफूहरूलाई धोका भएको राप्रपाले पत्तो पाए।
दर्शकवृन्द, यहाँनिर रासपा भित्रको ठूलो अन्तर्द्वन्द पनि बाहिरिएको छ। उपसभामुख कसलाई दिने भन्ने निर्णय गर्न प्रधानमन्त्री बालेन्द्र शाह, पार्टी सभापति रवि लामिछाने र सभामुख डीपी अर्याललाई जिम्मा दिएको थियो। रवि लामिछाने राप्रपालाई उपसभामुख दिन चाहन्थे, तर संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहको रणनीति भने अर्कै थियो। बालेन जसरी पनि विपक्षी किस्तामा रहेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई आफ्नो पक्षमा तान्न चाहन्थे। याद छ तपाईहरूलाई 2079 को स्थानीय तहको निर्वाचन लौरो चुनाव चिन्ह लिएर बालेन शाह काठमाडौँको मेयर बने भने त्यही लौरो टेकेर हर्क साम्पाङ दरानको मेयर बनेका थिए। मेयर पद छाडेर संसदीय चुनावमा होमिएका यी दुवै नेताले आफ्नो क्षेत्रबाट शानदार जित निकाले। झापा 5 बाट जितेका बालेन आज देशको प्रधानमन्त्री छन् भने सुनसरी 1 बाट जितेका हर्क साम्पाङ राष्ट्रिय दलको नेता। तर पछिल्लो समय सामाजिक सञ्जालमा बालेन र हर्क बीच निकै ठूलो जुहारी चलेको थियो। हर्कले बालेनलाई लक्षित गरेर कडा टिप्पणी गरिरहँदा बालेनले भने कमेन्टमा माया प्रकट गरेर कूटनीतिक जवाफ दिइरहेका थिए। बालेनको यो धैर्यताको फल गत चैत्र 19 गते संसद बैठकको पहिलो दिनमा देखियो। संसदको पहिलो बैठकमै बालेन र हर्कले एकअर्कालाई अंगालो हाले, हात मिलाए र फोन नम्बर पनि आदान प्रदान गरे। यो कुनै सामान्य भेटघाट थिएन, यो एउटा यस्तो ठूलो राजनैतिक गठबन्धनको संकेत थियो। बालेनको रणनीति सफल भयो। हर्कलाई उपसभामुख पदको गिफ्ट दिएर बालेनले उनलाई आफ्नो पक्षमा ताने र यही बिन्दुमा रासपा सभापति रवि लामिछाने भने नराम्ररी पछाडे। अब हामी कुरा गरौं यो सम्पूर्ण घटनाक्रमले रासपा भित्र ल्याएको भूकम्पको बारेमा। कसरी? आउनुहोस् विश्लेषण गरौं। रवि लामिछाने पार्टीका सभापति हुन्, तर 15 सदस्यीय मन्त्री परिषद गठन हुँदा रविले आफ्नो कोर टिमका कसैलाई पनि मन्त्री बनाउन सकेनन्। अहिले क्याबिनेटमा रविको नजिकको भनेर चिनिने मन्त्री भनेकी प्रतिभा रावल हुन्। यति मात्र होइन, आफ्नो राजनैतिक डुङ्गा डुब्न लाग्दा उद्धार गर्ने मध्येका एक विश्वासपात्र प्रमोद न्यौपानेलाई सांसद बनाउन पनि रवि असफल भए। त्यसपछि प्रधानमन्त्री बालेन शाहले मन्त्री परिषदमा पूर्ण रूपमा एकलौटी गरे। बालेनले रविलाई स्पष्ट सन्देश दिए, तपाईँ पार्टी चलाएर बस्नु, सरकार म चलाउँछु। रासपाभित्र रवि क्रमैसँग बालेनको पेलाइमा पर्न थालेको चर्चा पहिलेदेखि नै थियो। तर उपसभामुख प्रकरणसम्म आइपुग्दा रविले राप्रपालाई दिएको वचनलाई लट्याउँदै बालेनले हर्कको पार्टीलाई रोजेपछि यो द्वन्द्व सतहमा आएको छ। राजनैतिक विश्लेषकहरूका अनुसार अहिले रासपाभित्र 2 लाइनको संघर्ष सुरु भइसकेको छ, एउटा बालेनलाई, अर्को रविलाई। धेरैले यो अवस्थाले तत्कालीन नेकपा कालमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच भएको शक्ति संघर्षसँग तुलना गर्न थालेका छन्। यदि यो 2 लाइनको अवस्थालाई बेलेमा व्यवस्थापन गर्न सकिएन भने रासपाले पनि भोलि त्यही पुरानो नेकपाकै नीति भोग्नुपर्ने चिन्ता पार्टी पंक्तिमा बढ्दै गएको छ। निष्कर्षमा भन्नुपर्दा 26 वर्षीय रुबी कुमारी ठाकुरको उपसभामुख पदमा हुँदै नेपाली राजनीतिको एउटा सुन्दर तस्बिर हो। मधेसको एउटा सामान्य परिवारको इन्जिनियरिङ पढ्दै गरेकी युवतीले राज्यको यति माथिल्लो तहमा पुग्नुले लाखौं युवा र महिलाहरूमा आशा जगाएको छ। दाइजो प्रथा र बाल विवाह जस्ता कुरीतिहरू अझै व्याप्त रहेको समाजबाट आएकी रुबीले संसदमा कस्तो आवाज उठाउँछिन् त्यो हेर्न लायक हुनेछ। त्यसका लागि हर्क साम्पाङको भुइँ मान्छेलाई टिपेर माथि पुर्याउने नीतिको जति प्रशंसा गरे पनि कम हुन्छ। तर यसको अर्को पाटो भनेको हाम्रो देशको तरल र स्वार्थ केन्द्रित राजनीति हो। बालेन शाहले हर्क साम्पाङलाई आफ्नो कित्तामा ल्याउन चाहेको यो रणनीतिक कदमले तत्कालका लागि सरकारलाई बलियो त बनाएको छ, तर आफ्नै पार्टीका सभापति रवि लामिछानेलाई किनारा लगाउने बालेनको शैलीले रासपा भित्रको आन्तरिक लोकतन्त्र र भविष्यमाथि गम्भीर प्रश्न खडा पनि गरेको छ। राप्रपाले पाएको धोकाले राजनीतिमा वचनभन्दा स्वार्थ कति बलियो हुन्छ भन्ने फेरि एकपटक प्रमाणित गरेको छ।